नेपालको सार्वजनिक प्रशासनको कुरा गर्दा केही नामहरू इमान्दारी, दक्षता र दृढताको पर्याय बनेर आउँछन्। आज हामी यस्तै एक व्यक्तित्व रामेश्वर खनालको यात्रा र उहाँको योगदानबारे गहिरिएर चर्चा गर्दैछौं। तर यो यात्रा सुरु गर्नुभन्दा पहिले एकछिन रोकिएर सोचौं न, आखिर एक असल सार्वजनिक प्रशासक हुनु भनेको साँच्चै के हो? के यो केवल कुनै ठूलो पदमा पुग्नु मात्र हो, वा पदमा बसेर त्यसको गरिमा जोगाउनु अनि आफ्नो सिद्धान्तमा चट्टान जस्तै उभिनु हो? यही प्रश्नको उत्तर खोज्ने क्रममा हामी रामेश्वर खनालको जीवन र उहाँको कार्यकाललाई एकदमै नजिकबाट हेर्दैछौं, किनकि उहाँको कथाले सार्वजनिक सेवाको आदर्श कस्तो हुनुपर्छ भनेर हामीलाई धेरै कुरा सिकाउँछ। ल सुरु गरौँ है त। पहिलो खण्डमा हामी रामेश्वर खनाललाई एक आदर्श प्रशासकको रूपमा चिनाउने गुणहरू के थिए भनेर हेर्नेछौं। उहाँको चिनारी नै उहाँको कार्यकुशलता, इमान्दारी अनि नीतिगत दृढता थियो, र यही गुणले गर्दा उहाँ सरकारी कर्मचारी होस् वा आम नागरिक सबैको नजरमा एकदमै लोकप्रिय हुनुहुन्थ्यो। सोच्नुहोस् त, यस्तो संयोजन पाउन कति गाह्रो हुन्छ, होइन र? अब लागौं उहाँको कार्यकालको सबैभन्दा चर्चित र सायद सबैभन्दा महत्त्वपूर्ण पाटोतर्फ, वित्त सचिवको रूपमा उहाँले गर्नुभएका कामहरू। उहाँको त्यो कार्यकाललाई साँच्चै नै गेम चेन्जर मानिन्छ। उहाँले राजस्व प्रशासनलाई बलियो बनाउनुभयो, कर प्रणालीलाई आधुनिक बनाउनुभयो। यसको मतलब के हो भने देशको ढुकुटी पनि भरिने, तर करदातालाई पनि सजिलो हुने। त्यति मात्र होइन, बजेटलाई पारदर्शी बनाउने र सुशासनलाई बढावा दिने उहाँको प्रयासले सरकारी पैसा कहाँ र कसरी खर्च हुँदैछ भन्ने कुरा जनताले थाहा पाउने बाटो खुल्यो। छोटकरीमा भन्दा यी सुधारहरू क्षणिक थिएनन्, बरु देशको आर्थिक भविष्यको लागि एउटा बलियो जग थिए। अनि यहाँ एउटा कुरा एकदमै महत्त्वपूर्ण छ, उहाँका नीतिहरू आजको लागि मात्र भन्ने खालका थिएनन्। खनालले जहिले पनि देशको अर्थतन्त्रको लागि एउटा लामो दिगो बाटो सोच्नुभयो। भन्नुको अर्थ उहाँ भविष्यको लागि जग बसालिरहनु भएको थियो। सुधारका कुरा त भए, तर अब उहाँको करियरको त्यो पाटोको कुरा गरौँ जसले उहाँलाई साँच्चै अरूभन्दा अलग बनायो। त्यो हो उहाँको सिद्धान्त र अडान। हेर्नुहोस्, जब कोही सार्वजनिक सेवाको माथिल्लो तहमा पुग्छ, त्यहाँ अनेक दबावहरू आउँछन्, राजनीतिक शक्तिबाट, स्वार्थ समूहबाट। यो सामान्य हो। खनालले पनि यस्तै चुनौतीहरूको सामना गर्नुभयो। तर फरक के थियो भने उहाँ आफ्नो अडानबाट कहिल्यै एक इन्च पनि पछि हट्नु भएन। उहाँको मूल मन्त्र नै यही थियो, इमान्दारी र नीतिगत दृढता। उहाँको लागि यो कुनै रोजाइको विषय थिएन, यो त सार्वजनिक सेवाको धर्म नै थियो। उहाँको हरेक निर्णय यही सिद्धान्तले डोर्याएको हुन्थ्यो। र अन्ततः जब सिद्धान्त र पदबीच एउटा रोज्नुपर्ने अवस्था आयो, उहाँले पद त्यागिदिनुभयो। उहाँले राजीनामा दिनुभयो, र यही एउटा निर्णयले उहाँको छविलाई सधैँको लागि यस्तो बनाइदियो कि पदभन्दा ठूलो निष्ठा हुन्छ। उहाँले एउटा स्पष्ट सन्देश दिनुभयो, सिद्धान्तमा कुनै सम्झौता हुँदैन। त्यसो भए उहाँले छोडेर जानुभएको विरासत, त्यो प्रेरणाको स्रोत के हो त? अब अन्तिम खण्डमा यसकै बारेमा कुरा गरौँ। जब हामी खनालको विरासत भन्छौं, यसको अर्थ के हो? यसको सिधा अर्थ हो एउटा मानक, एउटा यस्तो मानक जसले देखाउँछ कि इमान्दार नेतृत्व र राम्रो नीतिले देशको अर्थतन्त्र र शासन व्यवस्थामा कति ठूलो सकारात्मक असर पार्न सक्छ। उहाँले एउटा उदाहरण नै सेट गर्नुभयो। र उहाँको यो सेवाभाव सरकारी जागिरसँगै सकिएन। अवकाशपछि पनि उहाँले आफ्नो ज्ञान र अनुभव विश्वविद्यालयहरू, अनुसन्धान संस्थाहरू अनि अन्तर्राष्ट्रिय निकायहरूमा बाँडिरहनु भएको छ। यसले देखाउँछ कि देश सेवा गर्न पद नै चाहिँदैन। र अब अन्त्यमा एउटा महत्त्वपूर्ण प्रश्न। आजको नेपालको सन्दर्भमा जहाँ सुशासन र आर्थिक सुधारका कुराहरू जोडतोडले उठ्छन्, त्यहाँ रामेश्वर खनालको यात्राबाट सिक्नुपर्ने सबैभन्दा ठूलो पाठ के होला? यो प्रश्न सबैका लागि सोच्न छोड्दै आजलाई यति नै। फेरि भेटौँला।